मेरो चाहिँ पहिला बिहा गर्नुभन्दा अगाडि आउँदा चाहिँ म यहाँ काकाहरूकोमा आएर बसेको थिएँ हो। त्यहाँबाट मेरो अहिलेको हस्बेन्डसँग भेट भयो होइन। त्यहाँबाट 2-3 दिनमा भेट भएर चाहिँ हामीले चाहिँ यो बाँसघारीमा डेटिङ गर्नु आएको थियो राति हुँदो हो बेलुका। अनि एकजना मातेको बसिरहेको थियो होइन। एकजना मातेको मान्छेले यो बाटो हिँड्छ होइन। यो बाटोमा हिँडेर चाहिँ नि त्यहाँबाट उहाँ हल्ला गरेछ। अब हाम्रो काकाहरूको घरमा मेरो काका घरमा नि के अरे कुन चाहिँ केटी कुन चाहिँ मान्छे झुन्डेर मर्नु आँटेको छ यहाँनिर बाटोमा भनेर हल्ला गरेछ हो। त्यहाँबाट सबैजना बटुलेर आएछ मान्छेहरू यहाँनिर हो। हामी चाहिँ दुईजना यहाँ गफ गर्दै बसिरहेको थियौँ नि त बेलुका खेरी अँध्यारोमा। त्यहाँबाट चाहिँ अनि आएर त अनि पुरा हल्ला गर्यो है। अनि यहाँ हाम्रो यो गाउँको यहाँको मेम्बरलाई पनि बोलाएछ है। त्यहाँबाट पुरा हल्ला गरेर चाहिँ एकदम हल्ला खल्ला भएपछि पुरा मान्छे भेला भयो हो। त्यहाँबाट यता अनि मेरो सासूहरू सबजना आउनुभयो। सासूहरू आएर कराउनु भयो। त्यहाँबाट त अनि अचानक मजबुरले त्यहाँबाट चाहिँ मेरो हस्बेन्डले चाहिँ अनि मलाई रातै लिएर हिँडेको नि त। अनि त्यस्तो भएर हाम्रो बिहा भएको थियो पहिला 2050मा है नेपाली माघ महिनामा। अनि त्यस्तो अवस्थाले चाहिँ यसरी बिहा गर्नु पर्यो। अब हामी त्यति साह्रो हामी चाहिँ बिहा गर्ने हाम्रो केही फिक्स पनि थिएन, केही कुरा पनि थिएन है। तर यसरी भेटघाटको गर्दाखेरि चाहिँ यसरी बदनाम भयो हल्ला भएर। त्यही भएर मजबुरले चाहिँ मैले बिहा गरेँ यसरी है। मेरो चाहिँ बिहा यसरी भएको थियो। यही गाउँमा चाहिँ मेरो काका आफ्नै मेरो बुवाको भाइ बस्नुहुन्छ नि त यही गाउँमा। अनि म चाहिँ काकाहरूकोमा आएको थिएँ। अनि काकाहरूकोमा आउँदाखेरि चाहिँ मेरो हस्बेन्डसँग भेट भएको थियो। अनि भेट भएर देखादेख भएर चाहिँ मन परा भयौँ होइन। त्यहाँबाट चाहिँ यहाँ यो बाँसघारी छ अहिलेसम्म। यो बाँसघारीमा चाहिँ योभन्दा पहिला अलिक झ्याङ थियो पुरा, अहिले अलिक मासियो बाँसघारी। पहिला योभन्दा अलिक धेरै थियो बाँसघारी हो। यहाँ अलिकति आधी मासिसकेको छ। अनि यहाँनिर चाहिँ हामी बेलुका गफ गर्दै बसिरहेको थियौँ। अनि एउटा मातेको मान्छेले चाहिँ पुरै हल्ला गरेर गाउँभरि हल्ला गरेर चाहिँ त्यहाँबाट मजबुरले बाध्यताले रातै चाहिँ भागेर चाहिँ बिहा गर्नु परेको हो। मेरो जिन्दगीमा यस्तो भएको छ है साथी हो। मेरो बिहा चाहिँ यसरी भएको हो। यस्तो हुँदो रहेछ, नसोचेको कुराहरू पनि हुँदो रहेछ। र हाम्रो चाहिँ मूल घर चाहिँ उहाँ यो बाटो माथि छ है। मैले दुध लिन जाँदैछु, जेखाजुको घरबाट दुध ल्याउँछु। र मलाई अस्ति नि सोचेर चाहिँ यो बाटो हिँड्दा चाहिँ याद आयो क्या। अनि याद आएर चाहिँ मैले चाहिँ अनि त्यहाँबाट यसो बनाउनु पर्यो भिडियो भनेर चाहिँ बनाएको। यस्तै मेरो चाहिँ जीवनको कहानीहरू, मेरो बिहा हुँदाको कहानीहरू, बिहा हुनुभन्दा अगाडिको कहानीहरू यस्तो छ है साथी हो। मेरो चाहिँ यसरी बिहा भएको हो। के गर्नु, नसोचेको कुराहरू पुग्दो रहेछ। सोचेको कुरा त कहिले पनि पुग्दैन। त्यही हो, नसोचेको नचिताको त कुराहरू पुरा हुन्छ है। यस्तो छ है साथी हो मेरो चाहिँ जिन्दगीको कहानी, मेरो लभ म्यारिजको कहानी, मेरो बिहाको कहानी यस्तो छ है साथी हो।